अब म माननीय मुख्यमंत्री श्री सरोज कुमार यादवलाई नेपालको संविधानको धारा 188 को 2 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 को उपनियम 4 बमोजिम प्रदेश सभाको विश्वासको मत लिन को लागि प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्यहरू जोर बल नगरौं। 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 माननीय सदस्यहरू, माननीय समूहको अनुमतिले नेपालको संविधानको धारा 188 को धारा 2 को प्रदेश सभा सदस्यको नियमावली 175 को नियम 143 को उपनियम मान्य सदस्यहरू पेश गर्दछु। मान्य सदस्यहरू 10 मिनटको लागि यो बैठक फेरि स्थगन हुन्छ। मान्य सदस्यहरू 10 मिनटको लागि बैठक स्थगन। मान्य सदस्यहरू 10 मिनटको लागि बैठक फेरि स्थगित हुन्छ।